नमस्ते साथीहरू सबैजनालाई स्वागत छ मेरो च्यानलमा। मेरो अब जुनसुकै हुन्छ नि सोसल मिडियाको प्लेटफर्म टिकटक, फेसबुक, इन्स्टाग्राम अनि युट्युब च्यानल सबैमा यहाँहरूलाई स्वागत छ। आज एउटा सानो चित्त नबुझेको कुरा भनौँ या अब यो साँचो कुरा होइन। मेरो फेसबुकमा चाहिँ लगभग 1100 जना फ्रेन्ड हुनुहुन्छ, टिकटकमा 900 जना होइन, अनि अब युट्युबमा चाहिँ 130 जना पुग्नु भएको छ। मैले युट्युब च्यानल त खोलेको त धेरै भएको थियो, तर मैले चाहिँ भिडियोहरू अहिलेसम्म खासै त्यस्तरी पोस्ट गरेको थिएन। गत डिसेम्बरदेखि चाहिँ अलिअलि भिडियोहरू हाल्दै आएको छु। अहिले फुल टाइम भन्नाले अब कहिलेकाहीँ यसो खासै त्यस्तो म अब भिडियो एडिटिङमा राम्रोसँग कन्टेन्ट क्रिएट गर्नको लागि म त्यो अलि दक्ष पनि छैन होइन। म एउटा सुरुवाती हो, हुँदैछ सबै कुरा। सबैजनाले सबै कुरा जानेर आएको हुँदैन होइन, सिक्दै जाने हो। मेरो पनि त्यस्तै चलिरहेको छ, सिक्दैछु। अहिले म सानोतिनो भिडियोहरू हाल्दैछु। र के कुरा चाहिँ मलाई आज राख्न मन लाग्यो भने होइन, हामी आफ्नै साथीभाइहरूबाट नि एउटा सानो सपोर्ट मिल्दो रहेछ क्या। जब भोलि होला कुनै भिडियो भाइरल होला, कुनै भिडियो जाला, अलि माथि जाला होइन, अनि सब्सक्राइबरहरू बढ्ला, त्यो छुट्टै कुरा। अहिलेको अवस्थामा ल म त जिरो छु नि त, अनि मसँग त फेसबुकमा त 1100 जना फ्रेन्ड हुनुहुन्छ होइन। 1100 फ्रेन्ड भनेको नि सानो होइन नि त। 1100मा यदि 500ले मात्र चाहिँ युट्युबमा गएर मेरो सब्सक्राइब गरिदिने हो भने नि त मेरो त मलाई त राम्रै हुन्छ नि त होइन। अनि 500 अन्त 1000 पुग्छ, त्यो पनि नहुँदो रहेछ क्या। सबैजनाले चाहिँ भोलि सक्सेस भयो भने चाहिँ सबैजना हेर्ने होइन, यो त हाम्रो गाउँको मान्छे हो नि, यो त यो फलानु हो नि, यदि सक्सेस भए, राम्रो भए, भिडियो सिडियो चल्यो भने यो त हाम्रो हो नि, हामीले पुऱ्याएको भन्ने। नत्र अहिले भने कसैले, मैले मेरै साथीभाइहरूलाई नि ब्रो अथवा होइन दिदी दाई जे पनि ल यति सब्सक्राइब गरिदिनु न, मैले हजारौँलाई पहिला पनि मैले मेसेन्जरमा नि पठाएँ होइन। अनि हरेक ठाउँमा मैले पठाइरहँदिएको, धेरैले मेसेज सिन गर्ने वास्ता नगर्ने। हुन त मेरो कन्टेन्ट राम्रो नभएर नि हुनसक्छ होइन, त्यही भएर नि होला। म चाहिँ के भन्न चाहन्छु भने, जो विदेशकै कुन देशको मान्छेको च्यानल सब्सक्राइब गरेर हुन्छ, कुन देश मान्छेहरूको भिडियो रिपोस्ट गरिदिइरहेको हुन्छ अनि फलो गरिरहेको हुन्छ। तिमीहरूको एउटा कमेन्ट होइन, तिमीहरूको एउटा फलो, तिमीहरूको एउटा जुनसुकै कुरा तिनीहरूलाई फरकै पर्दैन कि जिन्दगीमा। त्यसले तिमीहरूको कमेन्ट र तिमीहरूको फलो तिमीहरूले त्यसलाई थाहा पनि हुँदैन कि कुन देशको मान्छेले कसले फलो गरिरहेछ भनेर, त्यो थाहा पनि हुँदैन। भनेदेखि तिमीहरूको त्यो फलोले त्यसलाई सब्सक्राइबरले त्यसलाई केही फरकै परिरहेको छैन भने, गाउँको मान्छेले केही गर्छु भनेर आँटिरहेको हुन्छ होइन। आफ्नै वरपरको मान्छेहरूलाई मलाई भने होइन क्या, जो पनि अलिअलि कन्टेन्ट क्रिएट गरेर हिँडिरहनु भएको छ होइन, भ्लगिङ्सलाई सपोर्ट गर न। आफ्नै गाउँठाउँको मान्छेलाई याडमाथि पुऱ्याउ, केही गर्छु भनेर हिँडिरहेको हुन्छ, केही आफ्नै गाउँको, त्यसलाई त थाहा हुन्छ नि त, यसले मलाई सपोर्ट गरे, यिनीहरूले मलाई सपोर्ट गरेर हिँडिरहेको थियो भनेर। त्यसले त भोलि सम्झिन्छ क्या। तिमीहरूले त्यो कुन देशको मान्छेलाई, कुन सेलिब्रेटीलाई त्यो फलो गरेर रिपोस्ट गरेर त्यसको सब्सक्राइब गरेर तिनीहरूलाई पत्तो नि हुँदैन क्या, केही फरक पनि पर्दैन, माखो नि मर्दैन क्या। तिमीहरूको सब्सक्राइबर, तिमीहरूको फलोवर्सले त्यसलाई माखो पनि मरिरहेको हुँदैन क्या। दुनियाँलाई त्यो अरू मान्छेलाई त्यत्रो सपोर्ट गर्नु सट्टा यार आफ्नै गाउँको मान्छे, आफ्नै वरपरको मान्छेले गर्न खोज्दाखेरि होइन, केही सपोर्ट गर्नु क्या। मलाई मात्र भनिरहेको छैन मैले, जति पनि हुनुहुन्छ नि, जति पनि गर्छु भनेर हिँडिरहनु भएको छ, उहाँहरूलाई सपोर्ट गरौँ क्या प्लिज गाइज होइन। भोलि केही गरी ऊ सक्सेस भयो, ऊ राम्रो भयो भने त सम्झिन्छ क्या। मेरो गाउँठाउँको मान्छेले मलाई गरे हो, मलाई मेरो ब्याकग्राउन्ड छ होइन, मलाई मेरै साथी सर्कलले, मेरै दाजुभाइ दिदीबहिनीहरूले म आफ्नै गाउँकोले चाहिँ गर्दा चाहिँ म यतिसम्म भएको हो भन्न गर्वको साथ पाओस् न। धेरै स्ट्रगल गरेर मान्छेहरू माथि पुगिरहेको हुन्छ होइन, तर आफ्नै गाउँठाउँ चिनेकोबाट चाहिँ सपोर्ट नपाउँदो रहेछ कि। यो चाहिँ
एकदम साँचो कुरा लाग्यो मलाई। मैले लगभग म कन्टिन्यू गरेँ भए त सायद मेरो नि अलि राम्रै हुन्थ्यो होला होइन। बिचमा ग्याप पनि बिजी पनि छु होइन। यो मात्र होइन नि त, म मेरो आफ्नो काम पनि छ, यसलाई चाहिँ साइड हो। अब चाहिँ अलिकति राम्रै रूपमा गर्नु पर्ला भने जस्तो लागिरहेछ। र मैले चाहिँ मेरो अब सामानहरू पनि छैन होइन, क्यामेराहरू पनि, अब क्यामेरा त मोबाइल त छ, भिडियो खिच्नको लागि वरपर साथीहरू नै खासै अलि नभएको कारणले भिडियोहरू आइरहेको छैन। अबको दिनमा चाहिँ सायद ट्राई गर्नेछु, भिडियोहरू नयाँ नयाँ लिएर आउँछु। आशा छ तपाईँहरूले मन पराइदिनु हुनेछ। मेरो साथीभाइ वरपरकोले सपोर्ट नगरे पनि होइन, जसकोले माझमा यो भिडियो पुग्नेछ उहाँहरूले प्लिज एकचोटि होइन सपोर्ट गरिदिनुहोस् होइन। आफ्नै गाउँठाउँको भाइ हो होइन, भोलिको दिनमा राम्रो हुनसक्छ। यति भन्दै अहिलेलाई बिदा हुन्छु। बाँकी कुरा अर्को भिडियोमा। आशा छ यहाँहरूको दिन शुभ रहोस्। गर्मी छ, धेरै बाहिर ननिस्किनु, घामले कालो होला है।